हाई एभ्रिवान, आज चाहिँ म सुजनी डिजाइनमा आइसकेको छु। सुजनी डिजाइनमा चाहिँ किन आएँ भन्दाखेरि म चाहिँ सुजनीलाई रेडी गर्दिन। सुजनी चाहिँ आज एउटा बिहे पार्टीमा जानु लागेको रहेछ, अनि त्यही भएर उसले मलाई बोलाएको थियो मेकअपको लागि। एकदमै सिम्पल मेकअप वेयर गरिदिनु भनेको थियो उसले चाहिँ, अनि मैले त्यही अनुसार गरिदिइरहेको छु उसलाई। उसले चाहिँ जहिले पनि तर सिम्पल मेकअप सिम्पल हेयर नै गरिरहेको हुन्छ। अनि उसको कपाल चाहिँ अलि पातलो पनि भएको हुनाले मैले सानो सानो कर्ल गरिदिइरहेको छु। अनि उसको फाइनल इयर चाहिँ यस्तो भएको थियो। त्यसपछि चाहिँ हामी साडी दुईवटा अप्सन थियो कुन चाहिँ लाउने भनेर, अनि त्यसपछि यो ब्लूवाला फर्स्टमा ट्राई गरेको, भएन, अलिकति म्याच भएन। अनि त्यही भएर फेरि हामीले यो रेड कलरको ट्राई गरिरहेछौँ। रेड कलरकै साडी लाउने भनेर फाइनल पनि गऱ्यौँ। त्यसपछि मैले चाहिँ साडी लगाइदिइरहेको छु। अनि साडी लगाइसकेपछि लिपस्टिक टचअप गरिदिएँ, अनि उसको ह्यान्डको एक्सेसरिजहरू पनि लगाइदिएँ। त्यसपछिको उसको फाइनल लुक चाहिँ यस्तो देखिएको छ। हेर्नुहोस् त कस्तो देखिएको छ उहाँलाई। आज चाहिँ मैले यत्तिकै ऱ्यान्डमली भिडियो बनाएको थिएँ कि, अनि कन्टेन्ट बनाइदिन्छु एउटा भनेर खास गरी बनाइदिएको। अरू बेला चाहिँ खासै खिच्नु पनि। त्यसपछि सुजनीको बहिनीले चाहिँ मेरो भ्यानिटी तलसम्म बोक्नलाई हेल्प गरिदियो। त्यसपछि म घर फर्केँ। थ्याङ्क यू फर वाचिङ, बाई।